नेपालको स्थिति हेर्नुहुन्छ भने अचम्म, संसारमा यो कहीँ पनि देख्नुहुन्न यस्तो दृश्य। यिनीले जे गरे पनि हुने, यिनी सबै दण्डमुक्तै हुनुपर्ने। कारण के? कारण प्रष्ट छ। यही कारण नेपालले बुझिरहेको छैन। त्यो कारण हो यिनीहरू नेपाल विरुद्ध, नेपाली विरुद्ध भाडामा किनेर भाडामा प्रयोग गरिएका पेशेवर अपराधी दण्डमुक्त छन्। यदि यिनी पेशेवर अपराधी हुन्नथे भने कुनै शक्तिले यिनलाई भाडाको रूपमा यहाँसम्म प्रयोग गरेको हुँदैन थियो भने यिनले गरेका अपराध त्यसैले कुरो उठाउँथ्यो। यिनले भन्छन् नि साम्राज्यवादीहरू, इन्डियन साम्राज्यवादी युरोपियन अमेरिकनले भन्छन् नि, काहीँ फिसेको उनलाई मन नपरेको ठाउँमा एउटा केही समाचार आयो भने अति रञ्जित हिसाबले प्रचार गर्छ। भ्रष्टाचार, भ्रष्टाचार, अपारदर्शिता, बेरुजु, यिनका होल सुनेका छौँ धेरै पटक। तर यिनी अपराधीहरूका यिनी सबै घोटाला छन् नि, बिल्कुल मौनता छैन। साम्राज्य